नेपालमा के कस्ता वस्तु तथा सेवाहरू उपलब्ध रहेका छन् भन्ने विषयहरूको बारेमा जानकारी राख्ने क्रममा सोरुम भिजिट कार्यक्रम अन्तर्गत आज भने हामी टेकुमा सञ्चालनमा रहेको क्रस फायरको सोरुममा आइपुगेका छौँ र हाम्रो बिचमा देख्न सक्नुहुन्छ नेपालमा भर्खरै भित्रिएको क्रस फायर जुन चाहिँ RMZ250 अपग्रेड भर्जनमा आइसकेको छ र यसमा के चाहिँ अपग्रेड भएको छ भनेर हामी डिटेलमा जानकारी राख्नेछौँ। भिडियोलाई अन्त्यसम्म हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन भने चाहिँ नछुटाउनु होला। यसको बारेमा केही जानकारी दिनको लागि हाम्रो बिचमा सर हुनुहुन्छ। सर, यहाँलाई स्वागत छ जानकारी केन्द्रमा। परिचयबाट सुरुवात गर्नुहोस्। मेरो नाम चाहिँ अनिल कार्की हो। विगत 3-4 वर्षदेखि चाहिँ म यहाँ त्रिपुरेश्वर सोरुममा सेल्सम्यान भएर काम गरिरहेको छु। फाइनली नेपालमा भित्रिसकेको छ RMZ250 होइन। धेरै हाम्रो भ्युअरले खोजी पनि राख्नु भएको थियो र भ्युअरहरूले घरमै बसेर बुझ्ने तरिकाले बताइदिनुहुन्छ भन्ने हामीले अपेक्षा पनि लिएको छौँ है। र यसमा चाहिँ के अपग्रेड भएर आएको छ अनि यसमा हामीले के पाउन सक्छौँ फिचर्सहरू होइन, अरू पावरहरू अनि अरू सुविधाहरू के छ भन्ने लगायतको विषयहरूको बारेमा सम्पूर्ण जानकारी जसले चाहिँ सोरुमसम्म आउन पाउनु भएको छैन उहाँहरूको लागि यसो बताइदिनुहोस्। अब बेसिकली हाम्रो चाहिँ यो चाहिँ हाम्रो आरएमको पुरानो आरएमको अपग्रेडेड भर्जन हो, जुनलाई चाहिँ हामीले RMZ250 भनेर बेचिरहेका छौँ। सो तपाईँले हेर्न पनि सक्नुहुन्छ। पहिला आरएममा जस्तै यसमा पनि तपाईँको सिङ्गल सिलिन्डर इन्जिन आउँछ, जुन चाहिँ तपाईँको 4 valve 4 स्ट्रोक SOHC वाला इन्जिन हो, जुन चाहिँ हाम्रो वाटर कुलिङमा बेस छ होइन। अब त्यो बाहेक अब अहिले चाहिँ हाम्रो यो नयाँ अपग्रेडेड आरएममा चाहिँ इन्जिन सेम भए तापनि तर पावर बढेको छ। जसमा चाहिँ तपाईँको हाम्रो पहिलाको आरएमहरूको भन्दा अहिले चाहिँ पावर बढेर हर्स पावर बढेर तपाईँको 32.50 भएको छ होइन, जुन चाहिँ अहिले 9250 RPMमा रन गर्छ। अनि त्यसै गरी टर्क पनि तपाईँको इन्क्रिज भएको छ, 26.50 भएको छ होइन। अब त्यो बाहेक अरू भन्नुपर्दाखेरि तपाईँलाई अहिले मेन चेन्जेस भनेको चाहिँ हाम्रो कार्बोरेटरबाट हामीले चाहिँ अपग्रेड गरेर FIमा लिएर आएको छौँ है। अब त्यसको लागि भनेर हामीले FIको अपग्रेड गर्न साथ तपाईँको हामीले सँगै ट्याङ्की पनि अपग्रेड गरेका छौँ, जुन चाहिँ पहिला हाम्रो नर्मली 6.57 लिटरको आउँथ्यो, अहिले चाहिँ तपाईँको 9 लिटरको आउँछ। अब त्यो साथै तपाईँको हाम्रो आरएममा चाहिँ पहिला चाहिँ हाम्रो 25-28 दिन्थ्यो रेन्ज भनेदेखि अहिले चाहिँ तपाईँको अपग्रेड भएर FI भएसँगै तपाईँको रेन्ज बढेर चाहिँ 30 to 35 भएको छ है। सो तपाईँको डिपेन्ड अन कुन चाहिँ टायरमा तपाईँ चलाइरहनुहुन्छ त्यसले चाहिँ तपाईँलाई फरक पारिदिन्छ है। यसमा टायर पनि हामीले चुज गर्न मिल्ने भयो, जस्तो अफरोड अन द रोडको लागि भनेर त्यो पनि हामी मोडिफाई गर्न पनि मिल्ने भयो। हजुर हजुर, तपाईँलाई दुईवटा चोइस दिन्छौँ हामीले। सेमी डट लिनुहुन्छ या फुल डट लिनुहुन्छ, जसलाई हामीले फुल डटलाई इन्टिरियर पनि भन्दछौँ। सेमी डटलाई अब कति मान्छेहरूले मोटार भनेर पनि चिन्नुहुन्छ होइन। सो तपाईँको अहिले चाहिँ के छ भने मोटार लिनुहुन्छ अथवा सेमी डट लिनुहुन्छ भने चाहिँ तपाईँले रेड कलरमा पाउनुहुन्छ, कलर अप्सन चाहिँ। अब चेन्जेस धेरै केही पनि हुँदैन, टायर साइजहरू हुन्छ जसले गर्दाखेरि चाहिँ तपाईँको सिट हाइटहरू चाहिँ कम हुन्छ। सो बेसिकली हाम्रो फुल डट इन्टिरियरमा चाहिँ तपाईँको सिट हाइट भनेको चाहिँ 950 mm को सिट हाइट हुन्छ होइन। सँगै तपाईँको ग्राउन्ड क्लियरेन्स चाहिँ तपाईँको 350 mm को हुन्छ भनेदेखि तपाईँले सेमी डटतिर जानुभयो भने स्लाइटली 50 mm जस्तो डाउन हुन्छ कि, त्यो गर्दाखेरि तपाईँको हाइट अनुसारले तपाईँले राइड गर्न मिल्यो। अब त्यो सँगै तपाईँलाई एउटा टायरले हाइट फरक पारिदिन्छ। सेकेन्ड भनेको एडजस्टेबल सस्पेन्सन है। हाम्रो अगाडि र पछाडि दुवै सस्पेन्सन पनि एडजस्ट गर्ने रियर नै तपाईँको हाम्रो एडजस्टेबल सस्पेन्सन छ। अब अगाडि चाहिँ हामीले तपाईँहरूले देखिरहनु भएको छ एडजस्टिकै आउँछ, सँगै पछाडि पनि एडजस्टिङ नै हो है। अब अगाडिको अपसाइड डाउन फक भएकोले गर्दाखेरि के हुन्छ नि, तपाईँले अफरोडिङ गर्दाखेरि तपाईँको म्याक्सिमम चाहिँ त्यो जुन हाम्रो उफ्रिँदाखेरि हुन्छ नि त्यो चाहिँ तपाईँको सकले नै एब्जर्भ गरिदिन्छ कि। अनि त्यस्तै तपाईँको पछाडिको सस्पेन्सन पनि तपाईँको आफ्नो इच्छा अनुसारले, जस्तै तपाईँलाई अलिकति फुल डट चलाउनुहुन्छ, अलिक राम्रोसँग भेटिरहनु भएको छैन भने तपाईँले सस्पेन्सनलाई डाउन गरेर चलाउन सक्नुहुन्छ है। त्यो गर्दाखेरि चाहिँ तपाईँको सिट हाइट स्लाइटली अलिकति घट्छ होइन, त्यो गर्दाखेरि तपाईँले भेटाउने पनि हुन्छ है। अनि अर्को कुरा भनेको अब मेन भनेको चाहिँ हाम्रो FIहरू भइहाल्यो। अब सानोतिनो मिटरहरूमा पनि चेन्जेसहरू आएको छ है। अनि तपाईँले अब जस्तै पहिला चाहिँ हाम्रो बटन छुट्टै हेडलाइटको लागि यता बटन हुन्थ्यो होइन, अहिले चाहिँ तपाईँको यसबाट नै तपाईँले डाइरेक्ट चाबीबाट सेकेन्ड टाइम घुमाउनु भयो भने चाहिँ तपाईँको हेडलाइट अन हुन्छ है। अब तपाईँले हाई बिम लो बिमको लागि यहाँबाट बटन दिएको छ है, पासिङ लाइटको लागि यहाँ बटन दिएको छ, त्यो भइहाल्यो। हर्न भइहाल्यो। हाम्रो नर्मल यो तपाईँको साइड लाइटहरू पनि LED मा छ, हेडलाइटहरू पनि LED मा छ है। अब मिटरमा पनि तपाईँले अहिले गियरहरू देख्नुहुन्छ, ट्रिप मिटरहरू देखिन्छ, ओडो देख्नुहुन्छ, सँगै तपाईँको ब्याट्रीको देख्नुहुन्छ, इन्जिनको हुन्छ, RPMहरू देखिन्छ होइन। अनि साथै तपाईँको यतापट्टि चाहिँ हामीले अहिले चाहिँ हाम्रो पहिला आउने भन्दा अलिकति फरक डिजाइन भयो चाहिँ
पहिला चाहिँ हाम्रो एउटै बटनबाट अन अफ हुन्थ्यो होइन इन्जिन किल स्टार्ट र तपाईँको छुट्टा छुट्टै बटनहरू हुन्थ्यो होइन अनि तपाईँको इन्जिन अफ गरेपछि अन गर्नै पर्थ्यो तर यसमा चाहिँ अलिकति चेन्ज भएर तपाईँले सेल्फ दिनलाई सेल्फको बटन भइहाल्यो अफ गर्नलाई तपाईँले यो बटन प्रेस गरिरहनु भयो भने अफ हुन्छ र अटो अन भइरहेको हुन्छ तपाईँले यो फेरि थिचिरहनु पर्दैन तपाईँले सिधै तपाईँले सेल्फको बटन थिच्नु भयो भने स्टार्ट हुन्छ अब हेडलाइटको लागि मैले चाबीले गर्न मिल्छ भनिहालेँ होइन अब तपाईँको टायरहरू चाहिँ हाम्रो फुल डटको टायरहरू चाहिँ अलिकति ठुलो नै हुन्छ है अगाडिको 21को हुन्छ पछाडिको 18को हुन्छ होइन त्यसै गरी सेमी डटमा जानुहुन्छ भने चाहिँ तपाईँको अगाडि र पछाडि तपाईँको 17-17को हुन्छ साइज अलिकति डिफ्रेन्स हुन्छ होइन अगाडिको अलिकति मसिनो हुन्छ पछाडिको अलिकति मोटो हुन्छ है त्यही अनुसार ग्राउन्ड क्लियरेन्स पनि म्याटर गर्नु जस्तो जस्तो सेमी डट लिनुहुन्छ कि डट लिनुहुन्छ ए र यसमा चाहिँ के छ कलर अप्सन कतिवटा चुज गर्न सकिन्छ अहिले हाम्रो दुईवटा कलरमा आइरहेछ सर एउटा हाम्रो ग्रिन र रेड तपाईँले देखिरहनु भएको छ होइन ए यो दुईटामा भयो दुईटामा छ अहिले सो तपाईँको सेमी डटमा चाहिँ अहिले हाम्रो रेड मात्र हो इन्टिरियरमा हाम्रो ग्रिन मात्र है अहिले चाहिँ हामीले दिन सक्ने चाहिँ ए र यसको प्राइस चाहिँ कति पर्न जान्छ सर अहिले प्राइस चाहिँ सर यसको 8,59,000 छ यो चाहिँ हामीले इन्ट्रोडक्टरी प्राइस भनेर रिलिज गरेका छौँ अब यदि तपाईँले प्री बुकिङहरू गर्नुभएको थियो भने तपाईँले हाम्रो लन्चिङ पछि तपाईँले हेलमेटहरू डट हेलमेटहरू जर्सीहरू मल्टिपल डेको राइड प्याकेजहरू तपाईँले पाउनु भइसकेको छ होइन ए एसेसरिजहरू पनि प्री बुकिङको लागि प्री बुकिङको लागि थियो हजुर हामीले त्यो प्रोभाइड पनि गरिसक्यौँ होइन अब राइडहरूको चाहिँ हाम्रो राइडहरू हुँदाखेरि उहाँलाई इन्फर्म गरेर बोलाउने हुन्छ सर ए र यसको धेरैले बुझ्न चाहने भनेको नर्मल बाइकहरूमा बुझ्ने भनेको चाहिँ एक्सचेन्ज फाइनेन्सको कुराहरू पनि जोडिन्छ होइन त्यो सुविधाहरू पनि प्रोभाइड गर्नुभएको चाहिँ के छ हजुर हजुर नर्मली तपाईँको सबै बाइकहरू एक्सचेन्ज हुन्छ सबै बाइक स्कुटर तपाईँ जे लिएर आउनुहोस् होइन एक्सचेन्ज हुन्छ अब हामीले पनि एक्सचेन्जको मानिसहरूको लागिन्छौँ अब तपाईँको उहाँहरू आउनुहुन्छ भ्यालुएसनहरू दिनुहुन्छ होइन सो त्यही अनुसारले हामीले अगाडि बढ्छौँ सो एक्सचेन्ज हुन्छ सर फाइनेन्स पनि हुन्छ सर अब फाइनेन्सको लागि चाहिँ के छ भने अब तपाईँको 60% डाउन पेमेन्ट 40% चाहिँ फाइनेन्स हुन्छ हाम्रोबाट चाहिँ होइन ए त्यसरी इएमआईमा पनि लिन मिल्ने भयो ए हुन्छ सर आगामी दिनमा हामी यसको जसले युज गर्नुभएको छ होइन उहाँहरूसँग पनि प्रतिक्रिया जोड्नेछौँ कस्तो छ यसको चाहिँ पावर पर्फर्मेन्स भन्ने कुरा अलरेडी यो त ब्रान्ड नै हो होइन क्रस फायर भनेपछि आफैमा ब्रान्ड पनि छ र धेरैले हजुर खोजी पनि राख्नु भएको थियो र बुझ्ने अवसर पनि दिनुभयो र थप केही अब हामीले त यहाँ भिडियोमा धेरै कुराहरू छुट्याएको पनि होला होइन केही इन्क्वायरी छ भनेदेखि अरू फर्दर बुझ्नुपर्ने छ टेस्ट राइड गर्न चाहिराख्नु भएको छ भने कहाँ सम्पर्क गर्ने कसरी सम्पर्क गर्ने तपाईँले क्रस फायर बाइक्स टेकु गरेर आउनुभए पनि हुन्छ अथवा तपाईँले हाम्रो फेसबुक पेजहरूबाट अथवा तपाईँको गुगल म्यापमा तपाईँले खोज्नुहुन्छ भने क्रस फायर त्रिपुरेश्वर गर्नुभयो भने पनि मजाले लोकेसन भेटाउनुहुन्छ होइन त्यो बाइक तपाईँको हाम्रो पेजहरूमा अब क्रस फायरको सबै पेजहरूमा हाम्रो लोकेसनहरू त्यहाँ कन्ट्याक्ट नम्बरहरू राखिदिरहेको हुन्छौँ सो पोस्टहरूमा गएर तपाईँले त्यहाँबाट हाम्रो कन्ट्याक्ट नम्बर लिएर अथवा हामीलाई डाइरेक्ट कन्ट्याक्ट गर्दाखेरि तपाईँको गुगलमा हाम्रो नम्बरहरू पनि पाउनुहुन्छ मजाले ए त्यहाँबाट पनि इन्क्वायरी गरेर मजाले बुझ्न सक्नुहुने भयो हुन्छ सर हाम्रो भ्युअर्सको लागि केही बुझ्ने अवसर दिनुभयो हजुरको यो समय र इन्फर्मेसनको लागि धेरै धेरै धन्यवाद सर हस् थ्याङ्क यू सर